गुरुहरूलाई गर्वान्वित बनाउने एउटा श्लोक छ। गुरुर् ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरा गुरुः साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः। गुरुलाई कम्ती भनेको छैन नि, छ र छैन नि? गुरुर् ब्रह्मा, सृष्टि रचना गर्ने व्यक्ति नै ब्रह्मा हुनुहुन्छ भनेर पनि सम्मान गर्नुभएको छ। गुरुर् ब्रह्मा गुरुर् विष्णु, विष्णु भगवान भनेको पालनकर्ता, सृष्टिकर्ता र पालनकर्ता गुरु नै हो, हामी शिक्षक नै हो भनेर संस्कृतको श्लोकले कहिले देखियो। अब यो कसले जाने होला र कसले सिक्यो होला र कसले लेख्यो होला र भन्ने अनादिदेखि नै आएको कुरा। गुरुर् ब्रह्मा गुरुर् विष्णु गुरुर्देवो महेश्वर। अब महेश्वर भनेको खास चाहिँ भाङ धतुरो खाएर हिँड्ने भनेर मान्छेहरूले शिवजीलाई अलि अनर्थ तरिकाले लिनुहुन्छ कि त्यो होइन के। व्यवस्थापन गर्ने व्यक्ति शिवजी भनेको व्यवस्थापन गर्ने व्यक्ति हुनुहुन्छ। कहाँ के चाहिन्छ, जस्तो सृष्टिको कालमा ब्रह्माजीले उत्पन्न गर्नुभयो, विष्णुले पालनको जिम्मा लिनुभयो र शिवजीले चाहिँ सङ्घारको जिम्मा भनेको सङ्घार भनेको चाहिने ठाउँमा ठिकै छ, नचाहिने ठाउँबाट हटाइदिनु पर्ने। जस्तो यो श्रृङ्खला छ नि, जीवन चक्र छ नि, माटो झार अनि झार गाईवस्तुपछि जनावर हुँदै यो जुन सृष्टिको क्रम चल्छ, यो क्रम चलाउने व्यक्ति नै शिवजी हुनुहुन्छ। त्यसै गरेर त्यो पद हामीले प्राप्त गर्दैछौँ कि एकल ब्रह्माले गरेको कुरा पनि हामीले प्राप्त गर्दैछौँ, एकल विष्णुले गरेको कर्म र त्यसको पदवी पनि हामीले प्राप्त गरेका छौँ, शिक्षकले प्राप्त गरेका छौँ। गुरुर् ब्रह्मा गुरुर् विष्णु गुरुर्देवो महेश्वर गुरुः साक्षात् परब्रह्म। परब्रह्म भनेको हामीहरूले मान्ने एक मात्र ब्रह्म, जे हामी ईश्वर मान्छौँ उहाँ नै हामी हौ भनेर सबैले प्रार्थना गरिरहनु भएको छ दिनदिनै। जुन क्षेत्रबाट भए पनि हामी शिक्षक मात्रै भनेर खोजेको त होइन, तर पनि हामी शिक्षक भएको ठाउँमा बस्दाखेरि हामीले त्यो लिन सक्यौँ भने हामी गर्वान्वित भएर कर्म गर्न सक्छौँ, कर्मको फल दिन सक्छौँ। हामीले गलत गर्न मिल्दैन। ब्रह्माजीले गलत गर्ने हो भने सृष्टि राम्रो हुन्छ त, विष्णुले गलत गर्ने हो भने पालन